बाबा र मम्मीको धेरैवटा चाहनाहरू हैन पुरा दाइले गर्नु सक्नु भएन कि जस्तो लाग्ने के अब गर्ने नि पुरा गर्ने नि बिहा गर्ने झ्याझ्याँ बिहा गर्ने उहाँको सबभन्दा ठुलो सपना जीवन सुचारू हुनु पर्यो त्यति मात्र चाहनाहरू कति पूर्ति हुन्छ कति हुँदैन जीवन एक्लो पनि बाँच्न सकिन्छ पापा मम्मीसँग भेट्दाखेरि त्यो टाइममा चाहिँ आँसु जहिले पनि भयो खुसीको आँसु कि साइकोलोजिकल एक्जाम रहेछ यसले रक्सी छोड्यो कि छोडेर आफै सारिदिनु भयो पापाले भनेको चिज किन नमान्ने ल बाबा चेस भनेको त्यहाँबाट कदेखि ग्या समेतको गालीहरू आउँछ अनुग्रह ज्वेलर्स शुद्ध सुनको ग्यारेन्टी काठमाडौँ ज्वेलर्स परिवारसँग परिवार जोड्दै गोर्खा मिनी मार्केट स्विन्डन युके विगत 16 वर्षदेखि तपाईहरूको विश्वास जित्दै अगाडि बढ्दै परिवारसँगको प्रेम दाइ राम्रो छ मेरो त एकदम बिन्दास हामी भेट्दा हामी चाहिँ दिदी र भाइ अझै ज्यादा मिल्छौँ मेरो खास भन्यो भने म्यानेजर जस्तो पनि हो नमिता नानासँग त है एकदम म्यानेजर नै मेरो उहाँको कोठामा बसेँ म उहाँ जब युके सिफ्ट भएपछि त्यो कोठामा मैले नि भाडा तिर्दै आएँ बस्दै आएको मान्छे भाडा तिर्नु सक्ने हुँदै हुँदै आफ्नैमा सिफ्ट हुने मान्छे मै हो इन्दा दिदीको घरमा बसेर भाडा नतिरेर दिदीले युकेमै तिर्दिएको मै हो होइन त्यो झ्याल ढोकाहरू फुटाइदिएर फेरि उताबाट पैसा तिर्दिने पनि नमिता राई नै हो जीवनमा अघि मैले भने नि उतार चढाव दुःख पीडा छ र त्यो जीवन हो म यसलाई सप्राउन चाहन्छु त्यो एक किसिमको अवसर हो यस्ता अवसर र मौकाहरू र यस्ता लेसन पाठहरू चाहिँ सिक्दै जानुपर्छ सिकिरहनुपर्छ पूर्णता छैन जीवन हामी मर्ने बेला समेत अन्तिम सास समेत सङ्घर्ष गरेर आउँछौँ किनभने गर्दै लास्ट समेत अलि सास साह्रो पर्दै गर्दै गर्दै टक्क यो जीवन सिद्धिन्छ अब सिद्धेपछि अब त्यसपछि जसले जे भन्दा पनि भयो राम्रो गरेछ नि तर भरसक राम्रो गरेछ भने अहिले नै बाँचिरहनु गर्दैन मर्ने बेला सास राम्रो एकदम परिवारको कुरा गर्दाखेरि जहिले पनि बाबा मम्मी हैन पापा मम्मीसँग भेट्दाखेरि दाइको जहिले पनि माहौल भनेको चाहिँ एकदम धेरै तपाईँको लगभग हामीले जुन टाइममा भेट्या हुन्छौँ त्यो टाइममा चाहिँ आँसु जहिले पनि भयो खुसीको आँसु कि होइन एकदमै लाग्छ हाम्रो त मैले बिचमा रक्सी छोडेको थिएँ एक दिन चाहिँ त्यो साइकोलोजिकल मलाई परीक्षा लिनु खोज्नु भएको रहेछ फेलथाममा कन्सर्ट थियो बाबाआमाले फुपूहरूले तम हिँड तसँगै जान्छौँ भन्नुभयो मैले आयोजक त हाम्रो खेमराज गुरुङको दिदी हुन्थ्यो त्यो हाम्रो एउटा फन राइज जस्तो प्रोग्राम थियो चञ्चला दिदी हो फेलथाममा बस्नुहुन्थ्यो गुरदास दाईले नै ल मेरै गाडीमा जाउँ भनेर ल जाउँ अब त्यो चाहिँ साइकोलोजिकल एक्जाम रहेछ यसले रक्सी छोड्यो कि छोडेर छोड्नु त छोडेको थिएँ छोडेकै नै हो तर कन्सर्ट सकेर आयो ल छोरा दामी भयो आज ब्ल्याक लेभल छ स्कच छ के सिवास खान्छस् भन्नु आइज आफै सारिदिनु भयो पापाले भनेको चिज किन नमान्ने अब मलाई त एक्जाम भन्ने नै थाहा भएन मलाई चाहिँ खान्छै खानु ल बाबा चेस भनेको त्यहाँबाट कदेखि ग्या समेतको गालीहरू आउँथ्यो अनि तर मैले पापा म खान्छु होइन यो खुसियाली पनि हो यो खाएर यसले खानु हुँदैन नत्र भने त यसलाई विष भनिहाल्थ्यो नि त एक्ज्याक्टली होइन डब्लुएचओले राज्य सरकारले त यसलाई बन्द गरिहाल्थ्यो नि त
झट्ट चेयर गरेको अलिअलि अब त्यो माथिहाल्यो पापासँगै अब फेरि टिस भयो होइन तपाईँको नामले पहिले चिनिन्थे अहिले मेरो नाममा तपाईँले चिनिन्छ नापिस त्यो पापासँग जहिले फेर्दा रमाइलो उहाँले सजेस्ट गर्नुहुन्छ इमान्दारिता चाहिँ गुमाउनु हुँदैन कोसिससँग हार खानु हुँदैन त्यही कारणले म कोसिस गराउँछु हुन्छ दिदीसँग मम्मी चाहिँ त्यति यो गर त्यो गर यो राम्रो त्यो नराम्रो यो गरेको चाहिँ राम्रो यस्तै गर्नु यो गरेको नराम्रो यस्तै नगर्नु भन्नु न मम्मी चाहिँ खाने कुरामा खानु यो खाऊ त यो खाऊ त दिएको अब अगाइसक्यो यो खाऊ बाबा पनि त्यस्तै अब मैले सुँगुरको खुट्टी एकदमै मन पराउने कालो दाल सुँगुरको खुट्टी दिदीकोमा बसेको लेकको आज सुँगुरको खुट्टी बोले अब मनपर्छ भन्दै मात्रै फेरि पिँडालु मनपर्छ भनेको बुवा त बिहानै उठेर त्यो बजारमा आफै गरेर पिँडालु उसिनिदिएको पिँडालु फेरि आँप मनपर्छ भनेको आँप बिहानै आँप बिउजै आँप तर मैले झन्डै आँप चाहिँ धेरै सिधाइदिएँ परिवार सबै एकदमै बच्चाहरू पनि अब भतिजहरू त बच्चै भन्छु अब दाइको दुइटै छोराहरू त्यहाँ अब दाइको छोरी पनि त्यहाँ एकदमै अनि दिदीको छोरा भान्जा पनि त्यहीँ उनीहरू एउटै दामलेहरू उनीहरूसँग त्यतिकै म होइन 1-8 ब्याक्स फुटबल चलिरहेको थियो युरो कप मैले 2-3 हजार युरो मारिदिएँ होइन अनि पछि त दिदीले र पापाले नखेल पनि भन्यो त लकी छस् र मार्छस् ल खोइ मेरो पनि 100 रुपियाँ तेरोमा हालिदिनु 100 युरो 100 पाउन्ड हालिदियो मैले खोइ 2000 पाउन्ड मारिदिएँ जस्तो कि यो गेमले जित्छ यति गोलले जित्छ त्यो चाहिँ प्रेडिक्सन र त्यसमा क्लिक गर्नु पर्यो पैसा हाल्ने चाहिँ उज्जवल भतिज मसँग चाहिँ छ कार्ड त छ तर त्यो तिम्रै कार्ड चलाइराखौँ भने उसकै रेस्टुरेन्ट गयो ठुलो एउटा प्रोजेक्टर लगायो चट्टा अनि पैसा चट्टा ल है तिर्नु चाहिँ म फेरि तिर्दिनँ पैसा त्यहीँ छ पापा हुनुहुन्छ भने पछि त्यो पैसा पापालाई पनि छोडिदिएर आयो एकदमै अब भन्न चाहिँ के मन छ होइन र जिन्दगीमा आई थिङ्क सबैले भनेको कुराहरू दाइले पुरा गर्नुभयो होला बाबा र मम्मीको आई थिङ्क हामीलाई पनि थाहा भएअनुसार त्यो धेरैवटा चाहनाहरू होइन पुरा दाइले गर्नु सक्नु भएन कि जस्तो लाग्ने क्या अब गर्ने नि पुरा गर्ने नि बिहा गर्ने झ्याइ बिहा गर्ने उहाँको सबभन्दा ठुलो सपना त एक्ज्याक्टली त्यो चाहिँ किनकि मेरो त्यो हुनु सकेन खेर म गर्छु गर्दिनँ बिहा गर्छु गर्दिनँ अझै मेरो डिसिजनमा छैन र माइन्ड मेकअप छैन तर अब होइन चाहिन्छ भन्ने जस्तो तर मलाई त्यसमा भन्दा पनि के गर्नु बाँकी छ र के गर्नुपर्छ भन्दा खालि सङ्गीत बाहेक मेरो जीवन देखेको छैन सङ्गीत मेरो जीवन हो अनि यसमा तपाईँहरू धेरै डिस्टर्ब पनि नगर्नुहोस् गर्नु पनि हुन्न र मेरो ग्ल्यामर लाइन हो के आउँछ त्यसमा पनि विश्वास नराख्नुहोस् भन्दा त्यसमा पनि अचल विश्वास राख्नु छोडिसक्नु भएको छ मेरो छोरा हो गल्ती गर्दैन भन्ने आत्मविश्वास आत्मकन्फिडेन्स छ बाबा मम्मीसँग त्यो नै ठुलो कुरा हो एउटा आमा बाबुमा हुने छोराप्रति राख्ने विश्वासमा पनि हो र म त्यो अब त्यो गर्न पनि मिल्दैन र गरेको पनि छैन अब गरिन्छ भनेर 1-2वटा लेख्दैमा त्यो भरोसा पनि छैन र त्यसमा कुनै सत्यता पनि छैन यथार्थ के हो भने म सङ्गीत बिना बाँच्न सक्दिनँ एकदमै यथार्थ के हो भने म कामलाई पूजा गर्छु त्यति मात्र हो पैसालाई पनि महत्त्व दिएको छैन अहिलेसम्म मैले चाह्यो भने गइरहेको हुन्छ अनि मानव कल्याण ठुलो लाग्छ मलाई त्यसले एउटा आत्मसन्तुष्टि दिन्छ मलाई चाहिँ आत्मसन्तुष्टि दिन्छ भलै कसैलाई थोरै कसैलाई धेरै कहीँ न कहीँ दिएको हुन्छु चाहे बिरामी चाहे शिक्षा चाहे सङ्गीतमा आउन चाहने नव प्रतिभाहरू चाहे आफ्नै स्टुडियो खोलेर पनि फ्री अफ कस्टको रेकर्डिङ गरेर होस् या आउने नयाँ प्रतिभाहरूलाई त्यो यो जिम्मेवारी हो जस्तो पनि लाग्छ एकदमै र त्यो जिम्मेवारी त बाँचुन्जेल त गर्ने हो
एकदमै भनिसकेपछि बाबा मम्मीको त्यो चाहना चाहिँ आई थिङ्क दाइले पुरा गर्नुहुन्छ जस्तो लाग्छ। त्यसलाई अब तोडमोड गरेर जेम लेख्नु सक्नुहुन्छ, मैले उत्तर दिइसकेँ। एकदमै किनभनेदेखि यो संसारमा चाहिँ अरूको खुसीको लागि पनि हामी धेरै कुराहरू गरिँदो रहेछ नि होइन, अरूकै खुसीको लागि पनि फेरि घर त्याग्दिने परिवार त्याग्नेहरू बुद्धहरूको पनि सन्तान छैन भन्यो भने जो अनुयायीहरू उहाँहरू सन्तान हो। विश्वका आधा भाग त बुद्धको सन्तान भइसकिसक्यो भनेपछि सन्तान उत्पादन मात्रै पनि जीवन होइन भन्ने त यहीँबाट पनि बुझिन्छ। तर फेरि त्यसै गर्दै गयो भने फेरि यो सांसारिक संरचना नहरला कि होइन। एक्ज्याक्टली विवाह भन्ने शब्द नै पछि फेरि हुँदैन कि भन्ने हो मेरो हिसाबमा। हामीले पहिले इन्टरभ्यूमा गर्ने हो, झ्याइ गर्ने हो, दिगदेल खोटाङ बुइपामा गर्ने हो, काठमाडौँमा गर्ने हो, युकेमा गर्ने हो भन्ने त मेरो इन्टरभ्यू खोज्यो नि होला। एकदमै तर बर्बाद मार्यो। तर भाग्यमा जे छ त्यसलाई मैले स्वीकार गर्नुपर्छ। जीवन सुचारू हुनु पर्यो, त्यति मात्र। चाहनाहरू कति पूर्ति हुन्छ, कति हुँदैन, कति सकिन्छ, कति सकिँदैन। जीवन एक्लो पनि बाँच्न सकिन्छ। बाँच्ने तरिकाहरू धेरै छ नि त, अप्सन्सहरू धेरै छ। अब सङ्गीत बाहेकका अरू योजनाहरू खासै बुन्दिन पनि, बुन्न पनि चाहन्न, बुनेको पनि छैन। अब तर जे हुन्छ भाग्यले कुन कुन मोडहरू लान्छ त्यो चाहिँ व्यक्तिगत कुराहरू मध्येको एक हो। एकदमै अब हामीले जिन्दगीमा धेरै कुराहरू बाबा मम्मीको लागि त हामीले नजिकबाट त भनिँदैन पनि होइन। अहिले यहाँदेखि बाबा मम्मीलाई के कुराहरू भन्न पर्यो भनेदेखि त खासै पर्दैन। हामीहरू प्राय डेली नै बोलेर आउँछौँ, भाइबरमा देखेर आउँछौँ, वाट्सएपमा बोलेर आउँछौँ, या मेरो न्युजहरू देखिरहनुहुन्छ। गीतहरू रिलिज भयो भने मम्मीले अचेल हेर्न सक्नुहुन्छ, किनभने इङ्ग्लिस हो, युट्युब त इङ्ग्लिसमा लाउनु पऱ्यो रिमोटबाट, त्यो सक्नुहुन्छ। त्यही हो, स्वास्थ्य रहनु, खुसी रहनु, र स्वास्थ्यभन्दा अर्को पाटो पनि फेरि छैन होइन। स्वास्थ्य छ भने हरेक चिज, जिउ राख्नु अनि घिउ खानु पाइन्छ भन्छ नि त, हरेक चिज नै खानु पाइन्छ। अब स्वास्थ्य रहनुभयो भने एकदमै स्वास्थ्य हुनुहुन्छ। मभन्दा बुवा त अझै यङ देखिनुहुन्छ, तर मलाई पनि कहिल्यै बुढा नहुने मान्छे पनि भन्छ कतिले चाहिँ। एकदमै अनि डायलग पनि एउटा आएको थियो चलचित्र बागमतीमा, बागमती अब त्यो बागमती रहेन तर राजेश हो भनेर। राजेश नाम गरेको मान्छे बुढा पनि हुँदैन क्या र, आई थिङ्क त्यो चाहिँ मलाई एक्ज्याक्टली होइन, त्यो पनि मनै रहेछ होइन त। मैले भने नि 17 त्यो चाहिँ अपनाउनुहोस्। यो एउटा मान्छेलाई ट्रोल पनि हुन सकौँला होइन, भागे। तर यो चाहिँ साँच्ची नै प्रकृतिसँग र हामीसँग गाँसिएको सम्बन्ध हो। यसलाई हाँसोको ठट्टाको रूपमा लिनु हुँदैन। तपाईँ जे सोच्नुहुन्छ म गरिब छु भने नि गरिब छु नै हुन्छ नै भन्ने चलन छ एकदम। त्यही हो, त्यो कारणले म 17। वाउ, ओके। अनुग्रह ज्वेलर्स, शुद्ध सुनको ग्यारेन्टी। गोर्खा मिनी मार्केट स्विन्डन युके विगत 16 वर्षदेखि तपाईहरूको विश्वास जित्दै अगाडि बढ्दै। काठमाडौँ ज्वेलर्स, परिवारसँग परिवार जोड्दै।